नमस्ते, म लुना कुक्समा तपाईहरु सबैलाई धेरै धेरै स्वागत छ। म आज लङ टाइम पछि तपाईहरुलाई एउटा अमेरिकन ट्रेडिसनल रेसिपी लिएर आउँदै छु। टर्की, ह्यापी थ्याङ्क्सगिभिङ। पेपर टावलले यो एक्सेस मोइस्चरलाई पुछेर लिने, यसरी ड्याब गर्नुभयो भने पुग्छ। अब चाहिँ बटर, 2 sticks of butter. बटर दल्नलाई पहिला स्किन सेपरेट गर्नुपर्छ। स्पेशली टर्की ब्रेस्ट, थाइजतिर धेरै बाक्लो मासु हुन्छ, त्यहाँनिर चाहिँ तपाईँले बिस्तारै बिस्तारै स्किन सेपरेट गर्नुपर्ने हुन्छ। अब यो 2 sticks of बटर छ, यसलाई यो बिस्तारै छालाको माथि र छालाको कुनीपट्टि पनि बटरले मालिस गर्ने। अब अलिभ ओइल र गार्लिकको मिक्सर बनाउने। अब सिरिन्ज रेडी गर्ने। यो सिरिन्जको सेटमा थरी थरीको सिरिन्जेसहरू आएको छ, अनि मैले युज गर्न लागेको चाहिँ यो पोइन्टी वान हो, जसमा चाहिँ यो बिचबिचमा पाल पनि छ, अनि यो मासु थिक भएको ठाउँमा चाहिँ ठाउँमा यसले इन्जेक्ट गर्न मद्दत गर्छ। मैले यो पाल भएको सिरिन्ज रेडी गरेँ। अब टर्की ब्रेस्ट ठाउँमा कपाल अफ इन्चेस छोडेर मैले अलिभ ओइल र गार्लिकको मिक्सचर चाहिँ इन्जेक्ट गर्दैछु। थाइजमा पनि मैले इन्जेक्ट गर्दैछु। यो टर्की रेसिपी चाहिँ हाम्रो नेपाली स्टाइलको मसला युज गरेर बनाउन लाग्दैछु। यसको लागि म एउटा सानो बोलमा नुन, जिरा, खुर्सानी, घरमा बनाएको गरम मसला र अदुवा लसुन, त्यसमा अलिभ ओइल हालेर यो पेस्ट बनाउँदैछु। यसमा मैले अलिकति ब्ल्याक पेपर, कालो मरिच पनि हालेँ। अब यसलाई मिक्स गरेर यो पेस्ट रेडी गर्ने, अनि यो पेस्ट मैले यो टर्कीमा चाहिँ अब मजाले दल्नेछु। त्यसको लागि यो टर्कीमा पहिला माथि छालामा पातलो लेयर दल्नु होला सबैतिर, त्यसपछि अलिक धेरै मसला लिएर त्यो स्किनको मुनि मजाले मसलाले दल्नु होला। स्किन छुटाउनु भएको जाँदछ थाइजमा, ब्रेस्ट एरियामा, त्यसमा पनि मजाले भित्रबाट धेरै मसला दलेर अनि साइडमा राख्ने। अब यो स्टफिङको लागि चाहिँ मैले ग्रिन एप्पल एउटा र अनि एउटा रेड अनियन लिँदैछु, रातो प्याज लिँदैछु। यसलाई मैले ठुलो ठुलो टुक्रा काटेँ। टर्कीको यहाँ भित्र पेट क्याभिटी हुन्छ, त्यहाँ चाहिँ खाली हुन्छ, त्यो सुक्खा नहोस् र केही फ्लेभर आओस् भनेर चाहिँ यति चाहिँ यहाँ जान्छ भित्र। तपाईँले के हाल्नु भएन भने पनि केही पनि फरक पर्दैन। यो सबै भित्र हालेँ होइन, भित्र हाल्ने, अनि यो खुट्टा यहाँ राख्ने, खुट्टा यस्तो क्रस गरेर यसले छोप्ने। यो खुट्टा पनि टाई गर्नुपर्छ, अनि पखेटा पनि यसरी बाँधेर टाइटली राख्नुपर्छ। त्यसलाई स्टिङ ऱ्याप गरेर अनि फ्रिजमा हाल्ने। फ्रिजमा तपाईँ रातभरि राख्ने, अनि भोलिपल्ट जुन टर्की पकाउने दिन हुन्छ त्यो दिन 12 बजेतिर ओभनमा राख्नु हो भने तपाईँले 10 बजेतिर 11 बजेतिर निकाल्नु भयो हुन्छ फ्रिजबाट निकालेर अनऱ्याप गर्नुहोस्। अनि अब चाहिँ के गर्ने भने यो टर्की पाक्न एकदम टाइम लाग्छ, अनि त्यही भएर ड्राई, स्पेसली त्यो टर्की ब्रेस्ट एरिया चाहिँ ड्राई हुने धेरै सम्भावना हुन्छ। त्यस कारणले चाहिँ हामीले के गरेका छौँ भनेदेखि बेकनलाई लिएर होइन, अनि सबै कभर गरिदिनु, जति पनि यो एक्सपोज मासु स्किन छ होइन, त्यसलाई चाहिँ सबै टर्कीले मजाले ऱ्याप गरिदिने। अनि त्यसपछि यो टर्की ट्रेमा राखिसकेपछि अनि त्यसमा चाहिँ अनसल्टेड चिकन ब्रथ जुनै पनि ब्रान्डको भए पनि हुन्छ, प्यानमा मात्रै हाल्ने, टर्की माथि नखनाउने। अनि त्यसपछि 325 डिग्री प्री हिटेड ओभनमा 5 आवर्स हाल्ने, अनि एभ्री 1 आवरमा तपाईँले यो बेस्टर लिएर यो टर्की ब्रेस्टमाथि बिस्तारै लगाइदिने। ओभनबाट निकालिसकेपछि तपाईँले 1 देखि 1.5 घन्टा टर्कीलाई रेस्ट गर्न दिनुपर्छ। ह्यापी थ्याङ्क्सगिभिङ।